नमस्ते प्रिय साथीहरू। आज हामी संक्षेपमा पहिलो विश्वयुद्धको महत्त्वपूर्ण घटनाबारे छलफल गर्नेछौँ। यो युद्ध सन् 1914मा अस्ट्रिया हङ्गेरीका राजकुमारको हत्यापछि आरम्भ भएको हो। युरोपमा शक्ति समीकरणमा अस्थिरता, विभिन्न राष्ट्रहरूको बीचमा गोप्य सन्धिहरूको अस्तित्व र सैन्यवादको वृद्धि जस्ता अनेक कारणहरूले युद्धको भूमिकामा योगदान गरेका थिए। जर्मनी र अस्ट्रिया हङ्गेरी एकतर्फ रहेका थिए भने फ्रान्स, बेलायत र रुस अन्यतर्फ। यो युद्धमा ट्रेन्च युद्धको भयानक परिस्थितिहरू सिर्जना गरिएको थियो र पछि अमेरिका पनि मित्र राष्ट्रको तर्फबाट सहभागी भएको थियो। पहिलो विश्वयुद्धले विश्वमा महत्त्वपूर्ण परिवर्तन ल्याएको थियो, जसमा करोडौँ मानिसहरूको ज्यान गएको थियो। ठुला साम्राज्यहरू ढलेका थिए, साथै नयाँ देशहरूको उत्थान पनि भएको थियो। यो युद्ध इतिहासको एक प्रमुख मोडको रूपमा व्याख्या गर्न सकिन्छ।